मेट्रोबाट आउट हुन्छ अनि लेट्स उतै गरेर कस्तो टाइपको क्या छक्कै पर्दिरहेको कि म आधा हुन्छ नि आधा त्यो भनेको मुनि पिल्लरहरू देख्नुभयो तपाईँले पिल्लरबाट उठाएको छ अनि पिल्लर माथि एउटा बिल्डिङ छ क्या ल हेर्न यो दुवै यार क्रिएटिभिटीमा चाहिँ डेन्जर छ कि खतरा क्रिएट गरिदिन्छ कि अनथिङ्केबल के होइन म चाहिँ लिफ्टबाट माथि आइसकेँ यहाँनिर चाहिँ मान्छेहरू धेरै निस्केको रहेछ आज होइन अब किन भन्दाखेरि यो टाइम भनेको एक्चुअली यो टाइम भनेको ड्युटी टाइम हो कि अस्ति यहाँ अलि अगाडि आउँदाखेरि यहाँनिर चाहिँ पानी पुरा फुसुर गरिरहेको थियो होइन धामी फालिरहेको थियो आज अब बिग्रेर चाहिँ यहाँनिर बनाउन लागिरहेको छ खै के भएको थाहा छैन तर मेरो चाहिँ किन परेन क्या यहाँनिर म क्वेसन गर्न चाहन्छु कि तपाईँहरूले टिप्स दिनु पर्यो कि त्यो दुईवटै भएन क्या न त थोपडा न त ब्युटी है के गर्नु त होइन अब ट्यालेन्ट नै छ त्यो पनि एउटा ट्यालेन्ट चाहिँ हुनुपर्छ त्यसमा हेलो सबैजनालाई नमस्ते मेरो तर्फबाट के छ सबैजना सन्चै आरामै हुनुहुन्छ मेरो दाजुभाइ दिदीबहिनीहरू आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ न्यू डे न्यू भ्लगमा फेरि पनि स्वागत छ हजुरहरूलाई अनि हजुरले देख्न सक्नुहुन्छ मेरो बिहाइन्ड द सिन म चाहिँ एउटा पार्कमा आएर बसिरहेको छु हजुरले देख्न सक्नुहुन्छ जस्ट उतातिर चाहिँ अलिक गर्मी भएर म चाहिँ एउटा यो बोट छ अगाडि होइन बोटको मुनि अब गाउँतिर हुन्छ नि त एउटा बोटको मुनि बस्यो भने शीतल मिल्छ भनेर त्यही नै गरेर यहाँनिर शीतल पनि रहेछ हजुरले देख्न सक्नुहुन्छ होइन अनि यहाँनिर शीतलमा आएर जस्ट चिलिङ गरिरहेको छु आराम गरिरहेको छु अनि हजुरहरूको जिन्दगी आजभोलि कसरी चलिरहेछ मेरो चाहिँ 12 घन्टा ड्युटी गर्नुपर्छ हजुरहरूलाई थाहा छैन होला कतिजनालाई म चाहिँ एक्चुअली रेस्टुरेन्टमा काम गर्छु 12 घन्टा ड्युटी गर्नुपर्छ अनि ड्युटी गरेर आजभोलि चाहिँ म जस्ट बाहिर निस्केकै छैन जस्ट रुमदेखि ड्युटी अनि ड्युटीदेखि रुम पुनः त्यस्तै चलिरहेछ घुमघामको लागि पनि निस्किनुपर्छ होइन बाहिरको वातावरण चाहिँ एकदम अँगाल्न खोज्ने बुझ्न खोज्ने ट्राई गर्नुपर्छ किन भन्दाखेरि मेरो तर्फबाट है मलाई चाहिँ कस्तो मेरो साइडबाट मलाई चाहिँ कस्तो फिल हुन्छ भन्दाखेरि धेरै जसो मान्छेले चाहिँ 12 घन्टा ड्युटी कसैको 10 घन्टा ड्युटी होला होइन त्यो चाहिँ ड्युटीमा डिपेन्ड गर्छ ड्युटी गर्छौँ हामी कस्तो हुन्छ भन्दाखेरि ड्युटीदेखि रुमदेखि ड्युटी त्यस्तै नै गरिरहेको हुन्छ कि त्यो कारणले चाहिँ कस्तो हुन्छ भन्दा हुनसक्छ होइन मलाई त कस्तो फिल हुन्छ भन्दाखेरि कामको प्रेसर हुन्छ नि त काम मात्रै लियो भने त्यो दिमागमा चाहिँ काम मात्रै हुन्छ धेरै पीडाहरू हुन्छ होइन जस्ट धेरै नभएर आफ्नो लागि चाहिँ 1 घन्टा 1.5 घन्टा आफ्नो लागि निकाल्नुहोस् होइन फिटनेसको लागि बाहिर निस्किनुहोस् घुम्नको लागि बाहिर निस्किनुहोस् त्यो कुराले चाहिँ हजुरलाई चाहिँ अलिकति पीडाहरू चाहिँ भुलाउन चाहिँ हेल्प गर्छ जस्तो लाग्छ मलाई है मेरो थट्स भनेर मेरो सोचमा चाहिँ मलाई त्यस्तो लाग्छ सबैको आफ्नो सोच हुनसक्छ होइन जुन कारणले चाहिँ म बाहिर निस्किसकेँ लेट्स सी आज सँगै घुमौँ सँगै हेरौँ कस्तो छ त यहाँको वातावरण अगाडि गएर भेटौँला लेट्स सी गाइस उतै गएर अब यहाँनिर पार्क नै छ होइन म यहाँनिर हिँडिसकेँ अब उतै गएर हेरौँला के कस्तो हुँदैछ अनि अगाडि चाहिँ एउटा च्वाक मैयाहरू आएको रहेछ होइन मलाई चाहिँ यस्तो मैयाहरू त अब यहाँनिर फेरि सबै खोरे नै हुन्छ कि अब नेपालमा जस्तो हुँदैन क्या होइन ल गाइस फाइनली हजुरले देख्न सक्नुहुन्छ म यहाँ आइसकेँ हजुरले मेरो पछाडिको मेट्रो हेरेर थाहा भइसक्नु होला मेरो साइकल यहाँ पार्किङ छ अब चाहिँ म भित्र जान्छु अब यहीँबाट जाने ठाउँ यहीँ नै हो होइन इन्ट्रेस्ट लिने ठाउँ होइन यहाँबाट गएपछि त्यहाँ चाहिँ लिफ्ट छ अब लिफ्टबाट चाहिँ चढ्नुपर्छ म फाइनल्ली म चाहिँ लिफ्टबाट माथि आइसकेँ यहाँनिर चाहिँ मान्छेहरू धेरै निस्केको रहेछ आज होइन अब किन भन्दाखेरि यो टाइम भनेको एक्चुअली यो टाइम भनेको ड्युटी टाइम हो कि धेरै जसोको अफिस लाइनको मान्छेहरू आउँछ जान्छ होइन अब हजुरले देख्न पनि सक्नुहुन्छ वाइल निस्किरहेछ मान्छे ओपन रहेछ आज यो त सटरडे सन्डे बन्द हुन्छ यो अनि अरू दिन चाहिँ ओपनै हुन्छ लेट्स सी गाइस ल म मेट्रोदेखि बाहिर निस्किएँ अब म चाहिँ यता जानुपर्ने हो होइन लेट्स सी हेरौँ अब कस्तो हुन्छ है अस्ति यहाँ अलि अगाडि आउँदाखेरि यहाँनिर चाहिँ पानी पुरा फुसुर गरिरहेको थियो होइन धामी फालिरहेको थियो आज अब बिग्रेर चाहिँ यहाँनिर बनाउन लागिरहेछ खै के भएको थाहा छैन होइन उहाँ फेरि क्लिनिङ चलिरहेको थियो दाइले होइन अब उनीहरूले नै क्लिन गर्छ क्या यहाँको स्टाफहरू हुन्छ नि त उनीहरूले नै गर्छ क्या क्लिन हजुरले देख्न सक्नुहुन्छ मेरो बिहाइन्ड द सिन यहाँ चाहिँ इमिरेट्स क्राउन भन्दो रहेछ अगाडि चाहिँ फ्ल्यागहरू छ मस्त है मलाई चाहिँ त्यो साइडमा जानु मन थियो होइन आई थिङ्क समवन कल मी कस्तो टाइपको क्या छक्कै पर्दिरहेको कि म त के टाइपको बिल्डिङको पछाडि हेर्नु त्यो कस्तो छ भन्दा होइन कस्तो छ भन्दाखेरि जस्तै अब आधामा हुन्छ नि आधामा चाहिँ त्यो बिल्डिङ होइन मुनिबाट जमिन मुनिबाट बनाएको छैन क्या मुनिबाट चाहिँ त्यो पिल्लर उठाएर होइन पिल्लर माथि एउटा बिल्डिङ खडा गरेको छ क्या ल हेर्नु म देखाइदिन्छु तपाईँलाई हेर्नु कस्तो छ भन्दाखेरि आधा हुन्छ नि आधा त्यो भनेको मुनि पिल्लरहरू देख्नुभयो तपाईँले पिल्लरबाट उठाएको छ अनि पिल्लर माथि एउटा बिल्डिङ छ क्या ल हेर्नु आम्बो खतरा यार यो दुवै यार क्रिएटिभिटीमा चाहिँ डेन्जर छ कि खतरा क्रिएट गरिदिन्छ कि अनथिङ्केबल क्या होइन अब हामी चाहिँ सोच्नै नसक्ने टाइपको गरिदिन्छ क्या अहिले यो ठाउँमा आएको थिएन कि आएको त थिएँ होइन आएको थिएन भन्नु मिल्दैन यो एरियामा चाहिँ म फर्स्ट टाइम आएँ कि म उताको स्ट्रिटहरूमा घुम्थेँ होइन अनि यो एरियामा पनि घुम्थ्यौँ भनेर यहाँनिर आएको यहाँ यतातिर फेरि अहिले कस्तो रहेछ भन्दाखेरि अहिले चाहिँ यहाँ चाहिँ सिजन रहेछ यहाँनिर होइन सिजन भन्दा अहिले टाइम परेको रहेछ
सब कन्ट्र्याक्ट बिल्डिङहरू ल हेर्न एकैचोटि कति हेर्न ल एउटा दुईटा तिनटा यति ठुलो यो बिल्डिङहरू यहाँ अब कम्पनीहरू यति ठुलो बन्दैछ कि यहाँनिर यहाँभन्दा पहिला यहाँ कस्तो थियो भन्दाखेरि यहाँ केही थिएन कि मरुभूमि हामी त्यो खोलातिर जाँदाखेरि बालुवा पाउँछ नि बालुवा हुन्छ नि त यहाँ त त्यस्तो बालुवा हुँदैन होइन तर खोलातिर चाहिँ पानीले बगाएको साइडमा चाहिँ छालले लिएर बगाएको बालुवा हुन्छ नि त त्यस्तो टाइपको बालुवा जस्तै मरुभूमि हो तर यहाँनिर चाहिँ प्यालो प्यालो अलिक ब्राउन टाइपको हुन्छ होइन यो अब राता यसरी खडा गरिदिन्छ यो सबै होइन अनि यहाँनिर चाहिँ दमास भन्छ होइन हजुरले देख्न सक्नुहुन्छ यो बिल्डिङ चाहिँ मैले देखाएको थिएँ तर अलिक टाढाबाट अलि नजिकबाट हेर्नु अब यहाँनिर अब मोबाइलले नै क्याप्चर गर्न सकिँदैन कि यस्तो क्यामेरा मुनि राख्ने खिचिदिने हो कि डेन्जर छ हेर्न लास्ट अग्लो अग्लो बिल्डिङहरू छ नजिकबाट चाहिँ अलिक क्याप्चर गर्न चाहिँ गाह्रो हुँदो रहेछ अगाडिहरू पनि छ ल हेर्न आकाशै छुला जस्तो यार आम्बो तर कसम साँच्चै भनेको होइन यो ठाउँमा आउँदाखेरि होइन कस्तो फिल हुन्छ मलाई भन्दा इभन मलाई पनि होइन यो ठाउँमा आउँदाखेरि फ्यामिली नै यतै लिएर बस्दिउँ कि जस्तो कि आम्बो खतरा भनेको तर काश होइन त्यस्तो भएको भए चाहिँ होइन बवाल हुन्थ्यो कि अब के गर्नु होइन त्यस्तै ठाउँमा जन्मियो हेप्न खोजेको होइन जस्ट नेपालमा जन्मिए पनि आफ्नो देशको त माया लागिहाल्छ सबैजनालाई होइन किनकि घर परिवार फ्यामिली सबै नै उहीँ छोडेर सबैजना विदेशिनु भएको छ हामी मात्रै नभएर लगायत सबै नेपालीहरू होइन अन्य देशहरूबाट होइन आफ्नो देशको जे जस्तै भए पनि राम्रो अनि माया त लागि नै हाल्छ तर इभन चाहिँ यहाँनिरको फेसिलिटी हेर्दा होइन यहाँनिरको सबै कुरा हेर्दाखेरि चाहिँ के फिल हुन्छ भन्दाखेरि यो ठाउँमा भएको भए साँच्चीकै लाइफ चाहिँ बवाल हुने थियो कि होइन लाइफ जस्तो हुन्थ्यो कि यो ठाउँमा आएपछि चाहिँ लाइफ के हो त भन्ने जस्तै नर्मल मान्छेहरूले यहाँनिर चाहिँ लाइफ देख्न सक्छ कि कामको भाइबबाट भन्न खोजेको होइन कामको थ्रु चाहिँ काम चाहिँ अलग कुरा हो अलग होइन तर घुम्नको लागि बस्नको लागि खानको लागि चाहिँ यो भनेको एउटा चुजिङ प्लेस पनि हो जस्तो लाग्छ धेरैहरूको चुजिङमा पनि पर्छ होला यो प्लेस धेरै मान्छेहरू छ नि त धेरै मान्छेहरू कति धेरै बाहिरबाट पनि आएर यही ठाउँमा फ्यामिलीसँगै होइन सबै कुरा यहीँ सेटल गरेर बस्नु भएको छ खतरा यदि हामी पनि यो ठाउँमा भएको भए एक्ज्याक्टली हामी त अब कामको भोइसमा छ होइन काम गर्छ होइन तर पनि अब ठिक छ अब एक्लै रमाउनु पर्ने स्थिति छ नि त एक्लै रमाउनु पर्छ होइन परदेश जस्तो ठाउँमा सबै कुरा भने जस्तो हुँदैन होइन तर यो ठाउँमा फ्यामिली भयो भने अझै धेरै राम्रो हुन्थ्यो सबै कुराहरू सेयर गर्न मिल्थ्यो व्यक्त गर्न मिल्थ्यो होइन खुसीहरू चाहिँ अझै धेरै बाँड्न सकिन्थ्यो भने लेट्स सी गाइज अब यतातिर चाहिँ रहेनछ होइन यहाँबाट यता चाहिँ छ न त छ तर मान्छेहरू रहेनछ धेरै हुन त अब यो उ नै हो होइन बिच नै हो होइन माथि चाहिँ ऊ रहेछ अनि म चाहिँ अब ब्याकअप हुन्छु जस्ट फर्किन्छु म चाहिँ अब उतितिर लेट्सी उतै गरेर हेर होला हजुरले त्यहाँ देख्न सक्नुहुन्छ होइन एउटा दाइले चाहिँ त्यहाँनिर सफाइ गरिराख्नु भएको छ होइन त्यहाँनिर त्यो डुगामा दोस्रो डुगामा होइन अनि यहाँनिर चाहिँ अब हजुरले अब कतिजना लाग्छ पनि होला होइन अब डुगा त पानी मुनि नै छ होइन पानी मतलब पानी माथि नै छ होइन कहाँबाट धुलो आउँछ साफ गर्नुपर्छ र जस्तो पनि होला होइन सफाइ भनेको हाइजेनिङ भनेको नम्बर 1 मा हुन्छ कि यहाँनिर कुनै पनि ठाउँमा यदि हाइजेनिङ नै हुन्थेन भने यो हेर्न सक्नुहुन्छ नि त तपाईँले यो यस्तो यो दुबई जस्तो नै हुने थिएन कि यो खतरा गर्नुपर्छ कि यिनीहरूले हाइजेनिङलाई चाहिँ यस्तो खतरा प्रायोरिटीमा राखेको हुन्छ फर्स्ट चाहिँ हाइजेनिङलाई हेर्छ कि यिनीहरूले होइन साफ छ तर पनि कपडा पोछिदिरहेछ कि त्यो चाहिँ गर्नुपर्छ इभन अब धेरैजना मान्छेहरूले होइन सब मोबाइल पसलको सबमा काम गर्नुहुन्छ होला कपडा पसलको सबमा काम गर्नुहुन्छ होला होइन त्यहाँनिर त धुलो भइ नै हाल्छ तर धुलो नभए पनि कपडा चाहिँ पोछ्नुपर्छ त्यो चाहिँ डेली रुटिन हो त्यो चिजलाई चाहिँ हाइजेनिङलाई चाहिँ फर्स्ट प्रायोरिटीमा राख्नुपर्छ हामीले पनि आफ्नो शरीरलाई पनि सामानहरू मात्रै नभएर आफूलाई पनि साफ चाहिँ राख्नुपर्छ हजुर चाहिँ देख्न सक्नुहुन्छ म चाहिँ यो हुन्छ नि बिचको सेरोफेरोमा नै छु होइन अब मेरो बिहानदेखि हेरेर पनि थाहा पाउनुहुन्छ सबैजनाहरू होइन बसिराख्नु भएको छ इन्जोय गरिराख्नु भएको छ होइन अनि मैले चाहिँ एउटा कुरा भन्न मन लागेको कुरा चाहिँ के भन्दाखेरि होइन सबैजनाको के नर्मल्ली अब नर्मल मान्छेहरूको पनि अब लपसप परिरहेको हुन्छ होइन जे आफूले गर्लफ्रेन्ड बनाउने बोयफ्रेन्ड बनाउने अब त्यस्तो टाइपको भइरहेको हुन्छ तर मेरो चाहिँ किन परेन के यहाँनिर म क्वेसन गर्न चाहन्छु कि तपाईँहरूले टिप्स दिनु पऱ्यो क्या ल कसरी गर्ने भनेर होइन इभन त्यो मलाई थाहा नै छैन क्या होइन माया गर्नुपर्छ भन्ने थाहा छ तर कसरी गर्ने भन्ने कुरा त्यो कुरा चाहिँ थाहा छैन क्या होइन भाइ साहब कुछ ज्यादा नहीं हो गया होइन अब त्यो एउटा मलाई चाहिँ के भन्नु मन लागेको कुरा चाहिँ के भन्दा होइन त्यो थोपडा मात्रै होइन फेस मात्रै ह्यान्डसम मात्रै म्याटर गर्छ जस्तो लाग्दैन होला होइन गर्न त गर्छ मान्छेले हेर्ने त्यही हो होइन सबैले हेर्छ नै त्यही नै हेर्छ होइन तर भन्न खोजेको सबैको लागि भन्न खोजे होइन कतिपय मान्छेले उसको मन पनि हेर्छ नि त जस्तो भयो भने कस्तो टाइपको केटा उसको बानी व्यवहार त्यो हेर्छ नि त तर कतिपय मान्छेहरूले के हेर्छ भन्दाखेरि कतिपय मान्छेले चाहिँ थोपडा नै उसको फेस नै हेरेर होइन उसको ब्युटी हेरेर नै गर्छ होइन केटाहरूले जो त्यस्तो छ त्यस्तोलाई भन्न खोजेको सबैलाई भन्न खोजे होइन त्यो क्याटेगोरिजको टाइपको चाहिँ कुरा गर्न खोजेको मैले होइन अनि मेरो चाहिँ त्यो दुईवटै भएन क्या न त थोपडा न त ब्युटी होइन त्यो पनि छैन न त थोपडा न त ब्युटी अनि ट्यालेन्ट पनि छैन क्या त्यो कुरा कसरी पठाउने भनेर बिल्ला भइदिएर
त्यस्तो कि अब के गर्नु त होइन अब ट्यालेन्ट नै छ त्यो पनि एउटा ट्यालेन्ट चाहिँ हुनुपर्छ त्यसमा जस्तो लाग्छ कि मलाई होइन विथआउट ट्यालेन्ट चाहिँ हुँदैन होला कि होइन अब हामीलाई त थाहा नै छैन नि कसरी गर्ने त्यो कुरा भनेर होइन अब उनीहरूले चाहिँ नर्मल मान्छेले अरू पनि यदि उसँग त्यो ट्यालेन्ट छ भने उसले चाहिँ बनाइरहेको हुन्छ क्या अब आफू 20 क्रस भइसक्यो है अब छँदै छैन क्या अनि एउटा कुरा हल्का टिकटकतिर चाहिँ हल्का कुराहरू त गर्छु मैले होइन जस्ट बनाउन चाहिँ सकेको छैन क्या उसलाई आफ्नो कसरी बनाउने भन्ने चाहिँ त्यो चिज चाहिँ थाहा छैन क्या टिप्स बताइदिनु त होइन म चाहिँ त्यो कुरा हल्का फलो गरेर मेरो पनि परिहाल्छ कि ल भाइ होइन अब कतिपयको त यो रहर पनि हुन्छ होला कतिपयको चाहिँ चाहना पनि हुन्छ होला होइन कतिपयको बाध्यता पनि हुन्छ होला अब कसले चाहिँ कस्तो टाइपले लिनुहुन्छ भन्ने कुरा हो अब रहरमा लिनुहुन्छ भने यो रहर पनि हो होइन अब चाहना उसले लिनुहुन्छ भने चाहना पनि हो तर इभन अब टाइम पनि भइसक्यो नि त होइन अब आजभोलि त अब ट्रेन्ड नै कस्तो छ भन्दाखेरि चाहिँ अलि राम्रो हुन्छ नि त गर्लफ्रेन्ड चाहिँ बनाउने होइन अनि अलि त्यसलाई चाहिँ राम्रो लामो समयदेखिबाट चिन्यो र चिन्न पायो भने कस्तो टाइपको हो भने चाहिँ उसैसँग लाइफ बिताउने होइन उसैसँग जुनीभरि नै जिन्दगी कटाउने टाइपको हुन्छ नि त त्यो टाइपको भाइब्स र त्यो टाइपको चिजहरू चाहिँ जस्ट मैले गर्न खोजेको हो होइन त्यसरी चाहिँ लिनुहोस् न त समझ रहे हो ना टिकटक स्क्रोलिङ गर्दा गर्दै एउटा लाइन सुनेको थिएँ कि टिकटकमा चाहिँ अब त्यो नाम त सुशील सर्ट छ होइन तर युट्युबमा चाहिँ त्यो एस सर छ हजुरहरूले गएर फलो गर्न सक्दिनुहुन्छ उहाँ पनि एउटा भ्लगर नै हो जुन चाहिँ उसले जापानमा हुनुहुन्छ अनि उहाँको एउटा लाइन चाहिँ मलाई के लाइन चाहिँ बवाल लागेको थियो भन्दाखेरि होइन नखाउ कसम तोड्नुपर्छ अर्को आएपछि तिमीले मलाई छोड्नुपर्छ यो लाइन चाहिँ मलाई डेन्जर लागेको थियो होइन जुन चाहिँ त्यो लाइनले चाहिँ मेरो मन नै छोएको थियो कि एकदम डिप लाइनहरू थियो होइन बुझ्ने मान्छेहरूले चाहिँ त्यो लाइनलाई मजाले महसुस गर्न सक्छ क्या होइन त्यसको मिनिङ के अर्थ के भनेर कहिले कसो मैले लेख्ने ट्राई गरिरहेको हुन्छ होइन सबैले चाहिँ त्यो कुरालाई चाहिँ वास्तविकलाई चाहिँ एउटा सायरी एउटा लाइनहरूमा होइन एउटा कवितामा केही कथामा चाहिँ उतार्न सक्दैन सबैजनाले होइन त्यो भनेको चाहिँ एउटा खतरा ट्यालेन्ट हो होइन उहाँसँग खतरा ट्यालेन्ट छ यस्तो लाइनहरू चाहिँ बवाल भनिदिनुहुन्छ जुन चाहिँ मलाई नि बेसी बवाल राम्रो लागेको होइन मैले नि ट्राई गर्छु नि त लेख्ने त्यही भएर त्यो चिज चाहिँ हार्ड छ तर त्यो लाइनले चाहिँ मेरो मन नै छोएको थियो अब धेरैजनालाई त्यो मन पनि पर्छ होला सबैजनाले मन परेर टिकटकतिर अब ट्रेन्ड पनि गरिरहेछ सबैजनाले फलो पनि गरिदिनु भएको छ उहाँलाई जस्तै मलाई पनि माया सपोर्ट दिनु होला यदि हजुरले मन पराउँदै जानुभयो भने म पनि लेख्ने ट्राई गर्छु होइन त्यो एउटा राम्रो लाग्छ मलाई ल अब त्यो एउटा भयो के भिडियो बनाइरहेको थिएँ मैले होइन यसमा चाहिँ आइफोनमा चाहिँ धेरै हिट भयो भने चाहिँ अटोमेटिकली यसले चाहिँ स्क्रिन डाउन गर्दो रहेछ मलाई चाहिँ सुनेको थिएँ जस्ट आज चाहिँ आफै नै भइसकेँ मैले धेरै क्लिप्सहरू गरेको थिएँ मलाई चाहिँ कस्तो लागेको थियो भन्दा मैले चाहिँ क्लिकहरू चाहिँ हुन्छ नि एउटा भिडियो चाहिँ क्याप्चर गरिरहेको छु जस्तो लागेको थियो सबै तर त्यो हुन्छ नि टर्न डाउन भएको रहेछ स्क्रिन चाहिँ मैले चाहिँ थाहा नै पाएन धेरै हिट भएर मोबाइलमा अनि तपाईँले चाहिँ मेरो बिहाइन्ड द सिन देख्न सक्नुहुन्छ होइन धेरै मान्छेहरू छ मिक्सिङ छ क्या सबै अब रसियनहरू पनि छ यिनीहरूको चाहिँ इङ्ग्लिस हुन्छ नि त एउटा ल्याङ्ग्वेज चाहिँ यिनीहरूको आफ्नै छुट्टै ल्याङ्ग्वेज हुन्छ होइन रसियन ल्याङ्ग्वेज नै हुन्छ तर यिनीहरूको इङ्ग्लिस जब यिनीहरूले युज गर्छ नि कतिपयहरूको चाहिँ क्लासिकल्ली दामी नै हुन्छ होइन तर कतिपयहरूको चाहिँ अलिकति बेसिकल्ली हामीहरूको जस्तै हामीले जस्तै बोल्छ नि त तर बोल्न चाहिँ बोल्छ राम्रै बोल्छ यिनीहरू तर अब यिनीहरू कतिपयको चाहिँ त्यस्तो हुन्छ भन्न खोज्छ तर ब्युटी चाहिँ यिनीहरूको चाहिँ बवाल दामी हुन्छ धेरै राम्रो हुन्छ यिनीहरू होइन सायद त्यस्तै ठाउँमा भएको भएर नै होला यिनीहरू ब्युटी चाहिँ धेरै बवाल राम्रो छ अनि हजुरले देख्न सक्नुहुन्छ होइन गर्मी चाहिँ अति छ यो पसिनाहरू आइरहेको छ होइन जस्ट म हल्का यता घुमिदिएको लेकतिर हल्का ट्राभल गरेको पसिना आइसक्यो होइन गर्मी छ क्या बाहिर धेरै गर्मी छ होइन बाटो रोड क्रस गर्नुपर्ने यहीँबाट गरिदिन्छु मैले क्रस उताबाट क्रस गर्नुपर्ने हो यस्तो बानी नै छाडा छ क्या होइन बानी नै बेकार छ क्या जहाँ मन लाग्यो त्यहीँबाट गरिदिने यस्तो मर्जी चाहिँ गर्नु पाउँदैन खास होइन इभन देख्न त मलाई देखेन देखेको भए चाहिँ केही भन्थ्यो होला यस्तो चाहिँ नगर ल यसरी गर्नुपर्छ भनेर यहाँ फेरि कस्तो हुन्छ भन्दाखेरि होइन यहाँ चाहिँ सम्झाउँछ कि पहिला राम्रोसँग किनकि अब सबै मान्छे त्यस्तो हुँदैन नि त होइन कोही मान्छे सम्झिने बुझ्ने पनि हुन्छ नि त त्यो मान्छेलाई चाहिँ यहाँ चाहिँ फर्स्ट सम्झाउँछ कि यो चिज चाहिँ यसरी गर्नुपर्छ यो चिज चाहिँ गर्नु हुँदैन त्यो चिज चाहिँ गर्नुपर्छ भन्छ नि त कतिले सम्झिन्छ नि त यहाँ चाहिँ धेरै अलि बुझ्न खोज्ने अन्डरस्ट्यान्डिङमा लिने ट्राई गर्छ नि त त्यही भएर पहिला चाहिँ सम्झाउँछ क्या राम्रोसँग यदि मानेन भने चाहिँ उसलाई चाहिँ केही नै गर्दैन यहाँ त मार्ने काट्ने त्यस्तो टाइपको हुँदैन होइन पनिसमेन्ट चाहिँ अब उसले चाहिँ कस्तो काम गरेको छ भन्ने टाइपले पनि हुनसक्छ होइन जस्ट रोड क्रस गरेको तर भए पनि सजाय चाहिँ के गर्छ भन्दाखेरि फाइन दिन्छ होइन पैसा नै लिने हो यिनीहरूले अब ज्यान लिनलाई त कसैले हामीले मर्डर गरेको पनि छैन कसैको केही बिगारिदिएको पनि छैन होइन जस्ट आफ्नो बाटो हिँडिरह हो तर भए पनि रुल्सहरू नियममा चाहिँ हिँडिदिनु पर्यो भन्ने कुरा चाहिँ यिनीहरूको हो यिनीहरू चाहिँ कस्तो सोच्छ भन्दाखेरि
जनताहरू हुन्छ नि यहाँको पब्लिक चाहिँ सेफ हुनु पर्यो कि यो त्यो रुल्स चाहिँ हाम्रै लाग्यो कि इभन मैले बाटो क्रस गर्दै अरे होइन बाइचान्स मैले अब यस्तो भिडियो गर्दै बाटो क्रस गरिरहेको छु एक त होइन अब त्यो गर्दाखेरि साइडबाट गाडी आएर ड्याममा हानिदियो भने गल्ती कसको अब आफ्नै हुँदैन किनकि त्यो त क्रसिङ रोड नै होइन होइन त्यो जेब्रा क्रस नै होइन बाटो क्रस गर्ने त्यही पनि मैले त्यो क्रस गरिदिएर बाइचान्स भयो भने त गल्ती त मेरो देखियो नि त होइन त्यही भएर त्यो चिजलाई चाहिँ फलो गरिदिनु पर्यो हाम्रै लागि भने उनीहरूले बुझ्नुपर्छ यो कुरा यिनीहरूले गाइस म चाहिँ मेट्रोभित्र आइसकेँ बाहिर चाहिँ अति गर्मी रहेछ होइन बेसी गर्मी के बाहिर होइन अब जुन कारणले चाहिँ अब टेम्परेचर हाई भएर मोबाइल त कतिचोटि बन्द भन्नाले स्क्रिन चाहिँ डाउन नै गरिदियो होइन अनि म चाहिँ जस्ट देख्न सक्नुहुन्छ यहाँ मेट्रोभित्र छु होइन यहाँनिर चाहिँ एसीहरू छ कि यहाँनिर चाहिँ भित्र यहाँनिर आयो भने चाहिँ चिसो हल्का होइन फ्रेस चाहिँ अब राम्रो हुन्छ भनौँ न त बाहिरको भन्दा भित्र चाहिँ यहाँ चाहिँ आनन्द छ बस्नको लागि देख्न सक्नुहुन्छ यहाँ जस्ट रेस्ट गरिरहेको छु आराम गरिरहेको छु बाहिर गएको लास्टै गर्मी रहेछ अनि यहाँबाट चाँडै पनि एक्जिट हुनु मन लागेन कि बाहिर निस्किनु मन लागेन कि जस्ट हल्का यसो आराम गर्छु हावा लिन्छु होइन हावा खान्छु अनि हल्का कुल भएपछि चाहिँ जानुपर्छ फाइनल्ली गाइज म चाहिँ त्यहाँबाट हिँडिसकेँ जस्ट रेस्ट गरेँ होइन अब त्यो फ्रेस फिल पनि भयो एकदम कुल भइसकेँ बडी चाहिँ एकदम गरम भएको थियो बाहिर हिँडेँ नि त होइन अनि अहिले चाहिँ अब कुल अब चाहिँ ल साथीहरू अब चाहिँ लाग्नु पऱ्यो रुमतिर होइन अब रुमतिर जानु पऱ्यो अब ड्युटी पनि जानुपर्ने छ होइन मेरो ड्युटी चाहिँ 12 to 12 हो अनि अब 12 बज्न आँटिसक्यो यहाँ चाहिँ लगभग तपाईँको कति बज्यो यहाँको टाइम भन्दाखेरि अहिले चाहिँ 11:07 भयो होइन अब म चाहिँ 12 बजी ड्युटीमा जानुपर्छ गएर फ्रेस पनि हुनुपर्ने छ फ्रेस भएर ड्रेस लगाएर आउँदा चाहिँ ठ्याक्कै हुन्छ टाइमहरू होइन अनि तपाईँले चाहिँ देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ कारहरू यो चाहिँ माथि छ कि यो चाहिँ त्यो मुनि चाहिँ रोड छ कि त्यहाँ मुनि फेरि रोड छ कि रोडहरू कारहरू छ होइन अनि तपाईँले देख्न सक्नुहुन्छ यहाँ चाहिँ ट्र्याकहरू चाहिँ धेरै हुन्छ यहाँनिर ट्र्याकहरू होइन तपाईँको कतिवटा छ ट्र्याकहरू भन्दा होइन एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा ट्र्याक छ कि अनि यो तपाईँले येल्लो लाइन देख्नु भएको छ यो येल्लो लाइन छ नि यो येल्लो लाइनबाट जुन साइडमा रहेको ठाउँहरू छ नि त्यहाँनिर बाइचान्स होइन गाडीहरू एक्सिडेन्ट भयो होइन बाइचान्स कारहरू बिग्रियो होइन बाइकहरू एक्सिडेन्ट भयो कारहरू एक्सिडेन्ट भयो भने चाहिँ त्यो साइडमा लगेर चाहिँ उनीहरू चाहिँ रिपेयर गर्छ होइन बनाउनु पर्ने हो कि अब उठाउनु पर्ने हो कि होइन अब के हुन्छ नि अब त्यो लेटर लेख्नु पर्ने हो कि अब के केसहरू छ केस फाइलहरू छ भने चाहिँ त्यो साइडमा राख्छ उनीहरूले होइन जति ठुलो गाडी पनि त्यो त्यहाँको येल्लो लाइन छ नि येल्लो लाइनबाट त्यो साइडमा भएको ठाउँ पनि धेरै ठुलो ठाउँ छ ठुल्ठुलो ट्रकहरू पनि त्यो साइडमा अटाउँछ क्या त्यति ठुलो ठाउँहरू छ त्यहाँनिर बिग्रियो गाडीहरू एक्सिडेन्ट बाइचान्स भयो भने चाहिँ त्यो ठाउँमा चाहिँ राख्छ क्या त्यो चाहिँ देख्न सक्नुहुन्छ होइन म चाहिँ जुन ठाउँबाट चढेको थिएँ त्यही ठाउँबाट चाहिँ ओर्लिसकेँ अब म चाहिँ यहाँबाट चाहिँ मेट्रोबाट आउट हुन्छु अनि लेख्छु त्यो गरेर होला गाइज म चाहिँ यहाँ आइसकेँ मेरो साइकल यहाँनिर छ पार्किङमा अब यो साइकल उठाएर म चाहिँ रुमतर्फ जान्छु बाहिर चाहिँ धेरै गर्मी छ जुन कारणले चाहिँ मैले यहाँनिर चाहिँ अब देखाउन पाउँदिनँ होला हजुरहरूलाई लेट्स म चाहिँ रुममै गएर देखाउँछु हजुरहरूलाई पुगिसकेपछि कान्छीको छाता ढल्काइदेऊ यता घाम पर्ने धारैमा देख्ने हुँदैन यस्तो राम्रो परिहरू देखेपछि त होइन यो मन नै के हुने के होइन देख्नै नहुने होइन जस्ट रमाइलो गरेको होइन अब मैले त खासमा हेर्दैन भन्नाले त्यो होइन कि त हेर्न त हेर्छु तर उसले जबसम्म मलाई हेर भन्दैन नि तबसँग म हेर्दैन क्या कसैलाई पनि मेरो नेचर नै त्यस्तै छ क्या भाइ साहब कुछ ज्यादा नहीं हो गया मतलब कुछ भी फाइनली गाइज हजुरले देख्न सक्नुहुन्छ म चाहिँ यो ट्राफिकको अगाडि आइसकेँ होइन मैले चाहिँ बाटो क्रस गर्नुपर्ने छ यहाँ चाहिँ म ब्रेक उसमा आइसकेँ जेब्रा क्रसमा आइसकेँ आहा कस्तो मजा आइदिरह यार पछाडि देख्न सक्नुहुन्छ यो मलाई साइड दियो क्या म प्रधानमन्त्री त होइन मेरो टर्न थियो नि त जेब्रा क्रसमा मैले बाटो क्रस गरिदिएँ क्या लेट्स सी गाइज अब रुमतिर गएर भेटौँला गाइजहरू म चाहिँ रन वे अन द वेमा छु होइन देख्न सक्नुहुन्छ यहाँ बिहाइन्ड द होइन गाडीहरू ट्याक्क अब यो चाहिँ मेरो रोड हो क्या होइन मेरो रोड भन्नाले मैले म आउने बाटो यतातिर भनेको मेरो बिहान पछाडि चाहिँ कार आइसक्यो मैले चाहिँ स्पिड भगाउनु पर्ने हुन्छ मेरो भेल्यु साइकल चाहिँ खतरा डेन्जर यो त यसमा त खतरा स्पिड छ नि त यार एउटा हातमा मोबाइल छ एउटा हातमा साइकल छ गाह्रो छ मलाई पनि ल गाइज म यहाँनिर चाहिँ आइसकेँ होइन गाइज रुममा आइसकियो ल अनि आजको घुमघाम चाहिँ राम्रै भयो होइन अनि एक्ज्याक्टली म चाहिँ रुममा आइसकेँ ओ दोस्त थियो मेरा ड्युटी पे गयो उधर हामी पनि गइन्छ अब गाइज त्यही हो अब यहाँ मैले साइकल पार्किङ गरिसकेँ अब आजको भ्लग चाहिँ त्यस्तै भयो भ्लग चाहिँ हेरेर प्रतिक्रिया दिनु होला हजुरलाई के कस्तो लाग्यो नेक्स्ट भ्लग छिटै आउनु छ गाइजहरू नेक्स्ट भ्लगमा मिलाउँला सी यू सुन बाई गाइज